오케이. 여러분 안녕하세요. आज चाहिँ हामी मुगुङवा भनिने कोरियाको राष्ट्रिय फूलको बारेमा अध्ययन गर्न गइरहेका छौं। जस्तो नेपालमा चाहिँ हामी लालीगुराँसलाई राष्ट्रिय फूल भन्छौं भने कोरियामा चाहिँ मुगुङवालाई चाहिँ राष्ट्रिय फूल भनिन्छ। यो फूल चाहिँ अब हाम्रोतिर चाहिँ घन्टी फूल जस्तो देखिने फूल हुन्छ। यसलाई चाहिँ कोरियनहरूले उनीहरूको राष्ट्रिय फूलको रूपमा मानिआएका छन्। अब यो फूलको चित्र भयो। अब यसलाई हामीलाई जाँचमा आयो भने भाषामा कसरी आउन सक्छ त भनेर यो फूलको बारेमा केही कुराहरू हामी यहाँ मैले लेखेको छु। यसैलाई हामी पढौँ है त। मुगुङवा चाहिँ थेहान मिङ्गुके गणतन्त्र कोरियाको, यो चाहिँ कोरियाको अफिसियल नाम हो। हामी चाहिँ दक्षिण कोरिया भन्छौं, नाम चाहिँ उसको गणतन्त्र कोरिया हो। गणतन्त्र कोरियाको कुकवा, कुक भनेको राष्ट्र देश, वा भनेको फूल, वा नारा भनेको देश, कोत भनेको फूल, अर्थात् गणतन्त्र कोरियाको राष्ट्रिय फूल हो। मुगुङवा चाहिँ गणतन्त्र कोरियाको कुकवा यानी कि राष्ट्रिय फूल वा नाराकोत देशको फूल, राष्ट्रिय फूल हो। म्यङछिङ, म्यङछिङ भनेको यसको नाम, इरुम, संहाम, संम्यङको फिसदानमा हुन्छ। यो नामबाट हेर्ने हो भने मुगुङवाको नामको अर्थ चाहिँ यङवन हि फिगो तोनुन फियस छिजी आननको इरागो तुसुल थामगो सुनिदा। यङवानी भनेको लामो समयसम्म, जुगौं जुगसम्म भन्छ नि, धेरै धेरै हजारौं हजार वर्षसम्म पनि फिगो फुलेर, तोनुन अनि फियस फुलेपछि छिजी आननको, यहाँनिर छिदा भन्नाले झर्नु भन्ने अर्थ दियो। हुन त छिदा भनेको चाहिँ हार्नु, इगिदाको फान्देमाल पनि हुन्छ, अरु अर्थ नि छ। यहाँनिर छिदा भनेको झर्नु। के भन्छ? युगौं युगसम्म फुल्ने अनि फुलेपछि नझर्ने फूल भन्ने अर्थ चाहिँ यो मुगुङवा भन्ने शब्दको अर्थ हो भन्न खोजेको। म्यङछिङ भनेको यसको नामको अर्थ चाहिँ हजारौं वर्षसम्म फुलिरहने अनि फुलेपछि नझर्ने भन्ने अर्थमा लिएको हुन्छ। अब यो वास्तवमा हजारौं वर्ष त एउटा फूल त किन फुल्थ्यो हैन, तर मान्यता चाहिँ लामो समयसम्म फुल्छ भन्ने मान्यता छ। हाङ्गुक सारामदुरुन कोरियाका मान्छेहरू एरोबुथ प्राचीन कालदेखि नै, परापूर्व कालदेखि, धेरै पहिलादेखि नै हानुल नारा भनेको स्वर्ग, स्वर्गको खोचुरो फूलको रूपमा सेङ्गा घाम्निदा सोध्छन्। मुगुङवालाई चाहिँ कोरियनहरूले के धेरै पहिलादेखि, परापूर्व कालदेखि नै स्वर्गको फूल हो भनेर सोच्ने गर्दछन्। प्राय यो मुगुङवा फूल चाहिँ छिरोल बुथ सिवल गाजी 7औं महिनादेखि 10औं महिनासम्म याक, लगभग करिब करिब याक, थेछुङ, थेर्याक, चुम आदि भने लगभग फेगिल तोङान फिम्निदा 100 दिन अवधिसम्म फुल्छ। इरखे यसरी ओरे तोङान लामो समयसम्म हाङ्गुकिन दुरे साराङ्गुल भात्तन कोरियनहरूको माया पाइरहेको मुगुङवा, यो मुगुङवा फूल चाहिँ ह्यन्देवास आधुनिक समयमा आएर हाङ्गुके कोरियाको साङजिङुरो, साङजिङ भनेको प्रतीक, सिम्बोल, प्रतीकको रूपमा छारी छाबा इसन्नेरा स्थान ओगटेको छ भनेको हो नि त। छारी भने त सिट, ठाउँ भन्ने अर्थमा पनि लाग्छ। ठाउँ चाहिँ छाबा सुन्निदा ठाउँ समातिरहेको छ, ठाउँ ओगटिरहेछ, ठाउँ लिइरहेको छ भनेको।
अब यो मुगुङ्गा चाहिँ कहाँ कहाँ प्रयोग हुन्छ भने एउटा त हामीले यही हाम्रो किताबको 12 च्याप्टरको ख्योथोङ पढ्दाखेरि त्यहाँनिर के पढेछौँ, एउटा मुगुङ्गा भन्ने एउटा खिचा ट्रेनको एल्साको नाम पनि हो भनेर नि पढेका छौँ, त्यहाँ पनि प्रयोग भएको छ। अरू चाहिँ एकुक्का भनेको कोरियाको राष्ट्रिय गान, कोरियाको राष्ट्रिय गानमा पनि मुगुङ्गा भन्ने शब्द प्रयोग भएको छ। एकुक्का भनेको कोरियाको के रे राष्ट्रिय गानको, खासा भनेको शब्द लिरिक्स मा पनि मुगुङ्गाका नाउँको मुगुङ्गा भन्ने शब्द आउँछ। तोनुन साथै थेथोङन्याङ थेथोङन्याङ भने के राष्ट्रपतिले दिने पुरस्कारमा पनि मुगुङ्गाको चित्र कोरिएको हुन्छ। त्यति प्यारो छ क्या कोरियनहरूको लागि मुगुङ्गा भन्ने फुल। त्यसै गरी खुकुई खुकुई भनेको संसद, हाम्रो त अस्ति जलाएका र होइन है बानेश्वरमा भएको, वा पहिला सिंहदरबारमा थियो, त्यो संसदलाई चाहिँ खुकुई भन्छ। अनि खुकुईमा हुने मान्छेहरू सांसदहरूलाई चाहिँ खुकुई वन सांसदहरू चाहिँ ले यहाँ लोगो जस्तो लगाउँछ नि ब्याच है, खुकुई ओन फेजी तो फेजी भने ब्याच, ब्याच भने यहाँ टाहने ब्याचमा पनि मुगुङ्गा हर्याङ दिएको सुन्निदा यही मुगुङ्गा फुलको चाहिँ चित्र यहाँ के गरिएको छ, अंकित गरिएको छ। अब यति हामीले जानियो भने यसबाट आउने प्रश्नहरू सल्भ गर्न सक्छौँ। लास्टमा म एकचोटि सबै माथिदेखि लाइन बाई लाइन एकचोटि दोहोऱ्याइदिन्छु। मुगुङ्गा कोरियाको राष्ट्रिय फुलको नाम। सबभन्दा पहिला मुगुङ्गा भन्नाले गणतन्त्र कोरियाको राष्ट्रिय फुल वा देशको फुल हो। यो मुगुङ्गा भन्ने शब्दलाई हेर्ने हो भने यङवानी फिगो हजारौं वर्षसम्म फुलेर तोनुन साथै फुलिसकेपछि झर्दैन, छिजी आनन्दकोट भनेको नझर्ने फुलको रूपमा, एक हिसाबले अजम्बरी फुलको रूपमा लिएको छ भन्ने अर्थ चाहिँ यसभित्र हुन्छ। कोरियाका मान्छेहरूले चाहिँ धेरै पहिलादेखि यो मुगुङ्गालाई चाहिँ हानुल नारायकोट स्वर्गको फुल भन्ने अर्थमा लिन्छन्। यो मुगुङ्गा फुल चाहिँ कोरियामा विशेष गरी 7औं महिनादेखि 10औं महिनासम्म फुल्छ, लगभग करिब करिब 100 दिनसम्म यो फुल फुल्छ। अनि कोरियनहरूले लामो समयदेखि असाध्यै माया पाइरहेको यो मुगुङ्गा फुल चाहिँ आजभोलि आएर कोरियाको प्रतीकको रूपमा पनि स्थान ओगटेको छ। विशेष गरी कोरियाको एकुक्का भनेको राष्ट्रिय गान मा पनि को लिरिक्समा शब्दमा पनि मुगुङ्गा भन्ने शब्द आउँछ। त्यसै गरी राष्ट्रपतिले दिने पुरस्कार थेथोङन्याङ, यहाँ हाम्रो नेपालमा गोर्खा दक्षिण बाहु के भनेर दिन्छन् नि, त्यस्तो पुरस्कारहरूमा पनि मुगुङ्गाको चित्र त्यो पुरस्कारमा मेडलहरूमा अंकित गरेको हुन्छ भने खुकुई ओन सांसदहरूले लगाउने ब्याचमा पनि के गरिएको हुन्छ, मुगुङ्गा प्रयोग गरिएको हुन्छ। ल आजलाई यति नै, बाँकी अर्को टपिक लिएर हामी पछि फेरि भेट हुनेछौँ। आजलाई नमस्कार।